राम्रो छ कृषिमा। अब अलिकति यसको बजार व्यवस्थापनको कुरा गरौँ होइन। कृषिमा मैले जति पनि फार्महरू डोलेँ, जति पनि किसानहरूलाई भेटिरहँदाखेरि चाहिँ हुन त औसत प्रतिक्रियाहरू छ। प्राय हामीले उत्पादन गर्छौँ तर बजार व्यवस्थापनको पाटो चाहिँ अलिकति गाह्रो छ। हामीले दुःख गरे अनुसारको मूल्य पाउँदैनौँ, उपभोक्ताले चाहिने भन्दा बढी मूल्य तिरेर चाहिँ किनिरहेका हुन्छन् भन्ने खालका गुनासाहरू आउँछन् के। हजुरले यो तपाईँको फार्मका उत्पादनहरूको बजार व्यवस्थापन कसरी गरिरहनु भएको छ? मेरो बजार व्यवस्थापनमा यस्तो छ, मेरो सिटीको माझमा मेरो फार्म छ अनि यहाँबाट डाइरेक्टली बिचौलियालाई जाँदैन प्रायः जसो होइन। लगभग हजुरको मेरो यहाँबाट सब्जीहरू 10% सब्जी चाहिँ मेरो डाइरेक्ट दोकानमा जान्छ होइन। अनि त्यसभन्दा बाँकी र अब लार्ज स्केलमा जब टमाटर निस्किन्छ त्यतिखेर चाहिँ मेरो धुमराई स्थित एउटा व्यापारीसँग मेरो चिनजान छ, तर मैले उहीँ पठाउँछु। अनि हाम्रो कालीमाटी तथा थोकमूल्य विवरणको जुन हाई रेट हुन्छ त्यो हाई रेटमा मैले उसँग डिल गरेको छु, म त्यही अनुसार नै सेल गर्छु। तर त्यस्तो खासै फरक छैन सर। बिचौलियाले असर पर्ने भनेको चाहिँ अलिक विकट ठाउँ, अलिक टाढा ढुङ्गानी होइन, त्यस्तो समस्यामा चाहिँ होला। तर सिटीभित्र यस्तोमा त त्यति समस्या छैन। भनेको तपाईँ आफ्नो उत्पादनको मूल्यसँग सन्तुष्ट हुनुहुन्छ? म मेरो मूल्यदेखि सन्तुष्ट छु, राम्रो छ। अब हजुरको 10% भन्ने बित्तिकै कन्टिन्यू 10% यहाँबाट सब्जी बेच्न पाएपछि त मलाई त गाह्रो छैन नि त होइन। अनि अब लार्ज स्केलमा पठाउँदाखेरि पनि यो कस्तो हुन्छ भन्नुहुन्छ भने सर, मैले जुन हाई रेट अहिले पाइरहेको छु नि, यो हाई रेट भनेको चाहिँ हजुरको मेरो ढुङ्गानी कम लाग्यो, सिटीभित्र भयो। अनि यही सब्जीहरू 5 खालबाट ल्याउनु पऱ्यो भने उहाँको ढुङ्गानी भाडा हजुरको 10,000 पर्छ कालीमाटी आइपुग्दाखेरि ट्रान्सपोर्टेसन। अनि त्यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ अनि उहाँहरूले के भन्नुहुन्छ भने बिचौलियाले दुःख दियो भन्नुहुन्छ। तर त्यसमा क्वेसन माग्छ कि तर किन भन्नुहुन्छ भने 10,000 त खर्च भयो नि त होइन। अनि त्यो भएको कारणले गर्दा उहाँहरूले चाहिँ त्यो कालीमाटीको थोक मूल्य विवरणबाट जुन लो रेट हुन्छ, लो रेटमा त्यहाँबाट उठाउनुहुन्छ। लो रेटमा उठाउँदाखेरि त्यो गाडी भाडाको मेन्टेन त्यो बिचको रेटले गर्छ। तपाईँको भनाइअनुसार त बजार एरियाभन्दा धेरै टाढाका किसानहरूले कृषि गर्नु त्यति लाभदायक छैन बजारको हिसाबले। म चाहिँ के भन्छु भने त्यो टाढाको किसानहरूलाई चाहिँ त्यहाँको सहकारी अनि त्यहाँको कृषि समूह सबैले व्यवस्थापन गरेर डाइरेक्टली आफूले लिएर आयो भने फाइदा छ, गर्दा भयो। म ठेकदारलाई जिम्मा लाएर बिचौलियालाई जिम्मा लाएर यहाँको कालीमाटीको हजुरको जुन स्टल छ स्टलमा ल्याएर डाइरेक्ट दिनु र अनि बिचको जुन ठेकदार बन्छ नि हजुरको गाडी भाडा तिर्ने, ल्याउने, जोख्ने, ल्याउने, यहाँ डेलिभरी गर्ने, लिने, यहाँ स्टलवालालाई दिने, त्यसले खाने हो क्या पैसा। बिचौलिया भनेको चाहिँ त्यो हो, त्यसले खाने हो होइन। यहाँ अब स्टलवालाले त हजुरको 20,000 25,000 भाडा तिरे हुन्छ, त्यसले क्यारेटमा 200-150 रुपियाँ खायो भने उसलाई इनफ पुग्यो होइन। अनि यहाँ यसले 150 रुपियाँ खाइदिन्छ। हजुरको टाढाका किसान मर्का पर्ने त्यही हो, यहाँ 150 रुपियाँ खान्छ, बिचको उसले तपाईँको बिचौलियाको जुन ठेकदार छ उसले 200-300 रुपियाँ खाइदिन्छ, 550 रुपियाँ पुग्यो। अनि हजुरको 1 क्यारेट टमाटरको 5 खालबाट यहाँ लिएर आयो भने 100 रुपियाँ लाग्छ भनेपछि 350 रुपियाँ भयो होइन। अनि 350 रुपियाँ त त्यत्तिकै घटी भयो। अनि त्यसमा पनि अलिकति यताउति 150 मार्दाखेरि अनि क्यारेटमा हजुरको 500 को डिफ्रेन्स आउँछ। त्यो भएर नै किसान मार्नु पर्यो हो। मलाई के चाहिँ लाग्छ भने सर, हाम्रो देशमा किसानलाई राहत पाउनको लागि सरकारले आफ्नो यो उत्पादन गरेको सब्जी सबै जिम्मेवारी लिएर सरकारले किनिदियोस् र सरकारले नै डेलिभरी गरेर सरकारले नै दियोस्। त्यो भयो भने किसानलाई लाभदायक हुन्छ। गजब कुरा। अब यसको मतलब जति पनि काठमाडौँ आसपासमा कृषि कर्म गर्नेहरू किसानहरू मूल्यका हिसाबले, बजार व्यवस्थापनका हिसाबले सुरक्षित छन् जाँगर चलायो भने। हजुर, यहाँ जाँगर चलायो भने काठमाडौँ भ्यालीभित्रको किसानहरू सुरक्षित छन् र काठमाडौँ भ्यालीभित्रबाट सब्जी उत्पादन गरेर किसानहरूलाई घाटा लाग्दैन। त्यो म ठोक्काका साथ भन्छु, घाटा लाग्दैन।
अब हिरो बनेर घुम्ने, अब बाइकमा हिँड्ने, काम गर्नेको पारामा छोडिदिने हो भने चाहिँ हुँदैन सर। कृषि भनेकै कस्तो भन्नुहुन्छ भने एकदम मेहनतको हो, यसमा एकदम लाग्नुपर्छ। जस्तो हाम्रो बच्चाहरूलाई हामीले जसरी स्याहार्छौँ नि, यो सब्जीहरूको त्यही हो।